ल ढल हेर्नुहोस् त यहाँ पानी पसेर ओली सरकारको राज्यमा यस्तो छ। ल हेर्नुहोस् अब के यसमा के ढलाइ गर्ने अब ठेकेदारहरूलाई पैसा चाहिएछ, नेतालाई वडा अध्यक्षलाई पैसा चाहिएछ होइन। वडा कार्यालयहरू चाहिँ थाहा हुँदैन वडा अध्यक्षहरूलाई मतलबै छैन। पैसा यताबाट ठेकेदारसँग पैसा उता पैसा ओ ल हेर्नुहोस् है यहाँ त पानीको जलमग्न भइगयो नि घरभित्र पानी। ल अब यो कसरी जान्छ मान्छे आउँछ आज कुनै पनि हालतमा मिल्दैन यता। यसले गर्दा हाम्रो त्यो पानी खनाउनु पर्ने उता पानी उताबाट ल्याएर उता त्यो घरमा हालेको फ्याक्ट्री लाइन गइदियो ट्याङ्करको पानी होइन। त्यो त हाम्रो उता हो उताबाट पानी पाइप ल्याएर घरमा झार्दै थियो क्या। आज यो धरान गर्नै मिल्दैन नि हो कि अब त रुक्यो यो धरान गर्न मिल्दैन आज। ल ठेकेदारलाई अहिले नि चाहिएको थियो यत्रो दिन 15 दिन 20 दिन 1 महिना पहिला गरेर हुँदैन थियो। अहिले अब पानी पर्यो ढलान गर्न लाग्यो पानी पर्छ यस्तो छ। वहाँ हेर न पोखरी भएछ। ल यो हात्तीवनको बान्तवा रोड सत्यनाश बनाइ हेर्नु यस्तो छ। यहाँ कहाँबाट मान्छेले अब कहाँ खाल्डो छ के छ थाहै लाग्दैन। डाँडामा घर बनाउन पहिरोले झार्ने डर, सम्ममा बनाएर डुवा लाउने डर। पानी आउँदै यस्तो भयो नि एकछिन यता नजाऊ है बाबु यता नजाऊ। यसो गऱ्यो भने सर सब माल बगायो फेरि अर्को सिमेन्टको बोरा किन्नु पर्यो त्यसमा पैसा थप्नु पर्यो भन्यो अनि खत्तम। मर्ने त लेबर यसरी मेरो उता ट्याङ्कर राखेर यहाँ पानी झारेको लाइनै गइदियो। होइन त्यो चाहिँ पातलो गरेर छर्दिउँ के बिस्तारै बिस्तारै गरेर ल्याएको भए पो हुन्छ है। सबै एकैचोटि मुङ उखाड्यो आयो छैन बन्द। खत्तम बनाइगयो।